राष्ट्रिय भवन संहिताको कार्यान्वयन गर्ने एवं घरको नक्सा बनाउने क्रममा नयाँ प्रविधिको प्रयोगलाई बढाउने विषयमा तालिम सम्पन्न भएको छ। नेपाल इन्जिनियर्स एसोसिएसन, शहरी विकास तथा भवन निर्माण विभाग एवं जाइकाको संयुक्त आयोजनामा बिल्डिङ कन्स्ट्रक्सन वर्किङ प्रोसिड्युर BCWP र इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम EBPS सम्बन्धी तालिम सम्पन्न भएको हो। तालिममा 105 जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो। यस तालिममा घरको नक्सा बनाउने क्रममा EBPS सिस्टम मार्फत डिजाइन गर्ने तरिका र सुपरभिजनलाई कसरी प्रणालीबद्ध तरिकाले अघि बढाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षकहरूले जानकारीमूलक प्रस्तुति दिनुभएको थियो। तालिममा विभिन्न क्षेत्रका इन्जिनियरहरूको सहभागिता रहेको थियो। भवन विभाग एवं जाइकाका विज्ञहरूले घर एवं भवन डिजाइन गर्दा अपनाउनु पर्ने विषयमा आफ्नो प्रस्तुति दिनुभएको थियो। अहिले पनि हामीले गनेर भइदियो भने 50 देखि 60 वटा नगरपालिका भन्दा बढी भेटिँदैन भवन संहिताको प्रयोग गर्न कार्यान्वयन गरेको। हाम्रो मुलुकमा विशेष गरी एउटा आम मानिसले आफ्नो स्वयं प्रयासबाट बनाइने घरहरू भनेको भूकम्प प्रतिरोधी छैनन्। अब यस्तो परिवेशमा त्यो किन भइरहेको छैन, त्यसका के छन् विभिन्न समस्याहरू भन्ने कुरालाई लिएर हामीले यो BCWP भवन निर्माण कार्यविधिलाई परिमार्जन गरेर हामीले विभिन्न पालिकाहरूमा पाइलटको रूपमा प्रयोग गरिरहेका छौँ, इम्प्लिमेन्ट गरिरहेका छौँ। यो कार्यविधिलाई हामीले भोलिका दिनमा नेपाल सरकारको मन्त्री परिषददेखि स्वीकृत गरेर देशभरि बाध्यकारी लागू गर्नको लागि कानुनै बनाएर लागू गर्ने हाम्रो योजना हो। राजधानीमा मात्रै होइन, राजधानीभन्दा बाहिर प्रदेशका राजधानीहरूमा पनि लक्षित गर्दै यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने हाम्रो योजना हामीले गर्दैछौँ। तालिमको संयोजन नेपाल इन्जिनियर्स एसोसिएसनका केन्द्रीय कार्यकारिणी समितिका सदस्य प्रभुराम पोखरेलले गर्नुभएको थियो। तालिममा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने इन्जिनियरहरूले यस तालिमबाट फाइदा लिएको उहाँले बताउनुभयो। नेपाल इन्जिनियर्स एसोसिएसनले जुन भवन विभाग तथा जाइकाको सहकार्यमा 2 दिवसीय 3 ब्याचमा चाहिँ तालिमहरू सञ्चालन गरेको थियो। यी तालिम कार्यक्रमहरूको उद्देश्य भनेको बिल्डिङ कोडको वर्किङ प्रोसिडियर कस्तो छ भनेको बिल्डिङ कोडलाई कसरी प्रयोग गर्ने तथा इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम EBPS सम्बन्धी अवेरनेस क्रिएट गर्ने नै थियो। यसले तालिम कार्यक्रमबाट विभिन्न सेक्टरमा काम गर्नुहुने प्राइभेट तथा संस्थागत प्रतिनिधिहरू हुनुहुन्थ्यो। उहाँहरू चाहिँ यसबाट चाहिँ धेरै खुसी हुनुभयो। उहाँहरूले चाहिँ आफ्नो ज्ञान र क्षमता बढेको पाउनुभयो। यी लगायत अन्य भवनसँग सम्बन्धित विभिन्न तालिमहरूको लागि चाहिँ नेपाल इन्जिनियर्स एसोसिएसन तथा भवन विभाग चाहिँ सहकार्यमा रहेको छ र हामीले चाहिँ चाँडै नै काठमाडौँमा पनि अर्को 7 दिने राष्ट्रिय भवन संहिता सम्बन्धित तालिम तथा अन्य प्रदेशहरूमा पनि भवन संहिता सम्बन्धित तालिमको योजना गरिरहेका छौँ। तालिमको समापन कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसनका उपाध्यक्ष प्रकाश केसीले एसोसिएसनले नयाँ प्रविधिको बारेमा इन्जिनियरहरूलाई सुसूचित गराउने कार्य गर्दै आइरहेको बताउनुभयो। पछिल्लो पटक हाम्रो इन्जिनियरहरूको इन्ट्री लेभल चाहिँ 7औं नम्बर गर्नुपर्छ भनेर पनि हामी निरन्तर लागिरहेका छौँ। त्यसलाई सबै प्रदेशहरूमा लागू गराउने क्रम जारी छ। तर स्थानीय निकायमा केही समस्या भएको छ। केही पनि जति ठाउँमा समस्या आउँछ हामी तत्काल त्यसको विज्ञप्ति मार्फत, फोन मार्फत अथवा अफिसमै गएर दबाब दिएर हामी त्यसलाई सच्याउने गरेका छौँ। कुनै पनि देशको चाहिँ प्रगति अथवा चाहिँ त्यो के छ भनेर चाहिँ त्यो हेर्नको लागि चाहिँ त्यहाँ हामीले चाहिँ त्यहाँ कसै को नेता छ अथवा चाहिँ को के छ भनेर हामी हेर्दैनौँ। त्यहाँको भौतिक पूर्वाधार स्थिति के छ अनि त्यस बल्ल त्यो देशको चाहिँ विकास छ कि छैन भनेर हेर्छ। हामी दुबई विकसित छ भन्दा दुबईको नेताको त्यहाँ चाहिँ कुन पार्टी छ हामी कहिले सोध्दैनौँ। त्यहाँ कतिको कुन लेनको रोड बनेको छ, कस्तो टेक्नोलोजी छ, अनि त्यो के हाम्रो अहिलेको बुर्ज खलिफा टावर छ भनेर हामीले त्यहाँको डेभलपमेन्टको मापन गर्छौँ। भन्नु खोजेको के हो भने हाम्रो पोजिसन चाहिँ एउटा समृद्धिको सूचक हो, एउटा डेभलपमेन्टको सूचक हो। त्यसैले यो हाम्रो पोजिसनलाई समृद्ध बनाउन, इथिकल बनाउन जति नेपाली इन्जिनियर्सले पहल गर्नुपर्ने छ त्यो हामी गर्छौँ र तपाईँ साथीहरूले पनि आफ्नो तहर तब्काबाट चाहिँ त्यसलाई पहल गरिदिनको लागि पनि र साथ दिनको लागि पनि अनुरोध गर्न चाहन्छु। त्यसै गरी कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसनका महासचिव विनोद प्रकाश पण्डितले एसोसिएसनले तालिमको कार्यक्रमलाई प्राथमिकताको साथ अघि बढाएको बताउँदै सातै प्रदेशमा नयाँ प्रविधिको बारेमा तालिम सञ्चालन गर्ने योजना रहेको धारणा राख्नुभयो। एनईले यतिको संरचना बनाएर तालिमका कार्यक्रम गर्न सक्ने अवस्था भइसकेको छ। अबका दिनमा हामी अझै लामो अवधिका तालिमहरूको पनि तयारी गर्दैछौँ। त्यसका लागि कस्ता खालका तालिम कार्यक्रमहरू गर्न ठिक हुन्छ त्यसको लागि पनि तपाईँहरूबाट चाहिँ फिडब्याक तथा सहयोगको हामी अपेक्षा गर्न चाहन्छौँ। नेपाली इन्जिनियर्स एसोसिएसन
इन्जिनियरहरूको क्षमता अभिवृद्धि लगायत इन्जिनियरिङ विषयमा इन्जिनियर्सका मुद्दामा केन्द्रित रहेर काम गरिरहेको नै छ। नेपाल इन्जिनियर्स एसोसिएसनको तर्फबाट यो कार्यक्रम सञ्चालन गर्न, यो तालिम कार्यक्रम सञ्चालन गर्न सहयोग गरेकोमा भवन विभागको सहयोजक भयो लगायत जायका लगायत सम्पूर्ण यो सहयोगीहरूलाई धन्यवाद दिन चाहन्छु। एसोसिएसनले इन्जिनियरहरूलाई विभिन्न विषयमा तालिम प्रदान गर्दै आइरहेको छ।